Hello everyone, welcome to Mentora. सबैलाई स्वागत छ हाम्रो लेक्चर 1 मा। हाम्रो लेक्चर 1 मा चाहिँ आज हामीले डेरिभेटिभ्स भन्ने च्याप्टर चाहिँ कभर गर्नेवाला छौँ। यो एन्ट्रान्स प्रिपेरेसनमा त्यति धेरै इम्पोर्टेन्ट नभए पनि 11 क्लासमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यसैले आई होप कि तपाईँ सबैजना क्लास 10 पास गरेर चाहिँ यो भिडियो हेरिदिनु भएको होला हैन। ल अब हामी स्टार्ट गर्छौँ डेरिभेटिभ्सबाट है त। ल डेरिभेटिभ्स भनेको के हो त? डेरिभेटिभ्स जान्नुभन्दा पहिला तिमीहरूले स्लोप भन्ने कुरा जान्नुपर्छ है। स्लोप क्लास 10 मा यदि अप्सनल म्याथ्स पढेको छ भने स्लोप भन्ने कुरा थाहा छ है। स्लोपलाई हामीले एमले पनि डिनोट गर्छौँ। स्लोप कुनै पनि स्ट्रेट लाइनको स्लोप हामीले मस्तले निकाल्न सकिन्छ है। कुनै पनि स्ट्रेट लाइनमा यदि यसको कोअर्डिनेट्स छ x1 y1 हो, अनि अर्को पोइन्ट यसलाई माने मैले ए माने, यसलाई माने मैले बी माने, अर्को पोइन्ट छ x2, y2 भन्ने अर्को कोअर्डिनेट छ भने यो लाइनको स्लोप चाहिँ निकाल्न थाहा छ हामीलाई। स्लोपको फर्मुला छ y2 - y1 अपन x2 - x1 है। यो फर्मुला पनि इम्पोर्टेन्ट छ, यो चाहिँ इन्ट्रान्समा आउन सक्छ है। त्यही भएर यो चाहिँ जानिराख है। डेरिभेटिभ्स बुझ्नुभन्दा पहिला स्लोप मैले बुझाउँदैछु हेर है त। अब स्लोप भनेको अर्को कस्तो हुनसक्छ, स्लोपको फर्मुला चाहिँ टेन थीटा पनि हो। जस्तै एउटा स्ट्रेट लाइन छ र एउटा होरिजेन्टल एक्स एक्सिस मानौँ न यसलाई हैन। एक्स एक्सिससँग यसले थीटा एङ्गल बनाएर बसिरहेको छ यो स्ट्रेट लाइन है। यो स्ट्रेट लाइन भने यसको स्लोप भनेको टेन थीटा भयो। स्लोप भनेकै के हो भन्दाखेरि कति ढल्क्या छ, कति झुकाव छ, त्यस्तै भन्न खोजेँ है। अब डेरिभेटिभ्स चाहिँ किन पढ्नु पर्यो त? डेरिभेटिभ्स भनेकै स्लोप निकाल्छ यसले है। यसले स्लोपको फर्मुला दिन्छ। जस्तै मान मैले एउटा कर्भ लेखेँ, यस्तो कर्भ एउटा है, माने मैले यसलाई कर्भ माने है। अब यो कर्भको त हरेक पोइन्टमा यहाँ हेर, यहाँ पनि स्लोप डिफ्रेन्ट छ रुक है, यहाँ पनि स्लोप डिफ्रेन्ट छ, यहाँ पनि स्लोप डिफ्रेन्ट छ, यहाँ पनि स्लोप डिफ्रेन्ट छ, यहाँ पनि स्लोप डिफ्रेन्ट छ है। स्ट्रेट लाइनमा पो यहाँ पनि स्लोप एउटै थियो, यहाँ पनि स्लोप एउटै थियो, यहाँ पनि स्लोप एउटै थियो, एम थियो होइन, स्लोप एउटै थियो। तर यहाँ स्लोप डिफ्रेन्ट छ, m1 m2 हुँदै जान्छ है, m1 m2 हुँदै जान्छ। अब यो कर्भको स्लोप निकाल्ने फर्मुला एउटा मात्र फर्मुला दे मैले, जसबाट मैले यसको स्लोप निकाल्न सक्छु भनेर तिमीलाई कसैले भन्यो भने के गर्ने त? त्यति बेला डेरिभेटिभ गर्ने है। यो कर्भको जुन कुनै पनि कर्भको इक्वेसन यस्तो हुन्छ, x² + 2 अथवा कसैको फर्ममा हुन्छ है। यस्तो फर्ममा हामीले के निकाल्नु पर्यो त? हामीले निकाल्नु पर्यो dy/dx। dy/dx भनेकै के रहेछ? डेरिभेटिभ रहेछ है। डेरिभेटिभ रहेछ। डेरिभेटिभको डिनोसन dy/dx है। हामीले यसरी अहिले बुझौँ किन डेरिभेटिभ हामीले पढिरहेका छौँ भन्ने कुरा है। डेरिभेटिभ बुझ्यो होला। डेरिभेटिभ किन पढ्नुपर्ने रहेछ? स्लोप निकाल्न कुनै पनि कर्भको कुनै पनि इक्वेसनमा है। अब मैले एक्जाम्पल दिन्छु तिमीहरूलाई। अब एक्जाम्पल हेर्नु पर्दाखेरि चाहिँ अब फर्स्टमा y = x² + 2 है। एउटा फङ्सन छ है। तिमीलाई y भनेको के हो? y भनेको f(x) पनि हो है। यो x मा भ्यालु हाल्यो भने f(x) आउँछ अथवा y आउँछ हैन। जस्तै मान मैले एउटा ग्राफ मा बनाएँ, यसलाई ग्राफमा उतारेँ है। यो छ मानु, यसको इक्वेसन छ y = x² + 2। यसलाई हामीले प्याराबोला पनि भन्छौँ है, y = x² + 2। अब यसको हरेक पोइन्टमा हेर है, यसको हरेक पोइन्टमा यहाँ पनि, यहाँ पनि, यहाँ पनि, अब यहाँ x1 छ, x2 छ, x3 छ होइन। x अथवा डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट x को भ्यालु छ है। यसमा स्लोप चाहिँ कसरी फाइन्ड गर्ने भन्यो भने यो इक्वेसनलाई हामीले डिफ्रेन्सिएट गर्नुपर्छ। डिफ्रेन्सिएट गर्ने भनेको के हो? डेरिभेटिभ फाइन्ड गर्ने हो है। डिफ्रेन्सिएट गर्ने भनेको के हो अब बुझौँ है त। ल हेर, मैले गरेँ यहाँ डिफ्रेन्सिएटिङ
डिफ्रेन्सिएटिङ भन्ने शब्दले के बुझाउँछ त भन्दाखेरि दुईटा साइडमा डी बाई डिएक्स थपिदिने है, डी बाई डिएक्स थपिदिने है। त्यसपछि यो जुन छ यो वाइ छ नि हामीसँग यहाँ वाइ है, यो वाइलाई चाहिँ सेम ल्याएर यहाँ राखिदिने वाइ। अब फेरि यता डी बाई डिएक्स थपिदिने एक्स स्क्वायर प्लस 2। डिफ्रेन्सिएटिङ भनेको के हो? डी बाई डिएक्स थप्ने रहेछ। डी बाई डिएक्स थप्ने भनेको के हो? डेरिभेटिभ निकाल्न खोजिरहेछौँ है हामीले। डेरिभेटिभ भनेको के रहेछ? डिवाई बाई डिएक्स। ठिक छ। ल अब मैले बुझ्दै सुरुमा चाहिँ हल्का कन्फ्युजन हुन्छ, तर तिमीहरूले बुझ्दै जान्छौ। डी बाई डिएक्स इक्वल्स टु, अब यसलाई डिफ्रेन्सिएट कसरी गर्ने त भनेर मैले अहिले तिमीहरूलाई सिकाउँछु। तर अहिले चाहिँ मैले डाइरेक्ट एन्सर लेखिदिएँ, यसको एन्सर हुन्छ 2x है, डाइरेक्ट एन्सर लेखिदिएँ। अब यो 2xले के बुझाउन खोजिरहेछ त भन्दाखेरि यहाँ हेर है, एकचोटि x को भ्यालु x1 को भ्यालु 2 छ अरे। ठिक छ। अब मैले 2x1 गरेर 2 × 2 x1 को भ्यालु त 2 छ, x1 को भ्यालु 2 छ, 2 × 2 4 4 निकाले भने 4 ले के सिग्निफाई गर्छ त? 4 ले के सिग्निफाई गर्छ भन्दाखेरि हो यो x1 पोइन्टमा यो कर्भको स्लोप चाहिँ 4 रहेछ भन्ने सिग्निफाई गर्छ है। यो चाहिँ के आयो? बेसिकली स्लोप आयो। ठिक छ। यो चाहिँ बेसिकली स्लोप आयो। अब हामी चाहिँ तिमीहरूले बुझ्यौ डेरिभेटिभ किन निकाल्यौँ, डिफ्रेन्सिएसन किन गर्यौँ। अब हामीले चाहिँ डाइरेक्ट क्वेसन सल्भिङतिर जान्छौँ है त। इन्ट्रान्समा कहिलेकाहीँ सोधिदिन सक्छ, तर यो चाहिँ मेजर चाहिँ क्लास 11मा चाहिँ एकदम इम्पोर्टेन्ट छ है त। अब हेर डेरिभेटिभ कसरी गर्ने त? ल मैले अघि सिकाएँ तिमीहरूलाई है, टेक्निक्सहरू छ। एउटा टेक्निक, सबैभन्दा सुरुमा टेक्निक डेरिभेटिभ अफ कन्स्ट्यान्ट है। एकछिन ल, सबैभन्दा सुरुमा डेरिभेटिभ अफ कन्स्ट्यान्ट। डेरिभेटिभ अफ कन्स्ट्यान्ट भन्न खोजेको कस्तो त भन्दाखेरि अब तिमीहरूले y इक्वल्स टु 2 भनेर भनेको छ है। अब यसलाई डिफ्रेन्सिएट गर। यसलाई डिफ्रेन्सिएटिङ गर्दाखेरि डिफ्रेन्सिएटिङ भनेको के भनेको थिएँ मैले अघि? डी बाई डिएक्स थपिदिने है, y इक्वल्स टु डी बाई डिएक्स 2 है। ठिक छ। अब कुनै पनि कन्स्ट्यान्टको डेरिभेटिभ चाहिँ के हुन्छ त? कुनै पनि कन्स्ट्यान्टको डेरिभेटिभ के हुन्छ त? 0 हुन्छ। ठिक छ। यो चाहिँ तिमीहरूले याद राख्नु पर्यो। ठिक छ। अब जस्तै मानौँ मैले अघि लेखेको थिएँ मैले अघि के लेखेको थिएँ? y इक्वल्स टु एक्स स्क्वायर प्लस 2 भन्ने एउटा इक्वेसन लेखेको थिएँ। यसलाई डिफ्रेन्सिएट गरेर डी बाई डिएक्स y इक्वल्स टु डी बाई डिएक्स एक्स स्क्वायर प्लस 2 गरेको थिएँ। ठिक छ। अब मैले dy बाई डिएक्स चाहिँ कसरी 2x निकालेको थिएँ अघि हेर है त। डी बाई डिएक्स अब यो छुट्टिन्छ, अहिले मैले छुट्याउन पनि सिकाउँछु, प्लस डी बाई डिएक्स अनि 2 हेर है। अब यसको चाहिँ डेरिभेटिभ 2x हुन्छ अनि यसको चाहिँ 0 भयो के है। भर्खर हामीले डेरिभेटिभ अफ कन्स्ट्यान्ट भन्यौँ नि, हेर 2 भनेको कन्स्ट्यान्ट हो, कुनै पनि नम्बर आयो भने त्यसको डेरिभेटिभ 0 हुन्छ। त्यही भएर एन्सर 2x भयो है, एन्सर 2x भयो। तिमीहरूले यसरी बुझ्नु पर्यो है त। ल मैले अझै अर्को प्रब्लम दिन्छु अलिकति राम्रोसँग बुझ्नको लागि है। ल डी वाई बाई डिएक्स डिवाई बाई डिएक्स 5 कति हुन्छ त भन्दाखेरि 5 पनि 0 हुने भयो। यसै जति पनि कन्स्ट्यान्ट राख्यो भने 0। अब डिवाई बाई डिएक्स इक्वल्स टु डी बाई डिएक्स अफ ए भयो भने के हुन्छ? यो पनि 0 हुन्छ, किन भन्दा ए भनेको पनि कन्स्ट्यान्ट हो। हेर है एक्स, ल नोट गर, एक्स वाई जेड र टी है, यो भेरिएबल बाहेक सबै कन्स्ट्यान्ट हो। यो भेरिएबल यस्तो भेरिएबल हो जुन कि कन्स्ट्यान्ट हुँदैन हैन।
एक्स चेन्ज हुँदा एक्स इन्डिपेन्डेन्ट भेरिएबल हो, एक्स चेन्ज हुँदा वाइ चेन्ज हुन्छ होइन। जेड पनि, जेड भनेको के हो त भन्दाखेरि जेड एक्सिस भन्ने तिमीले सुने होला नि, जेड एक्सिस हो त्यो एउटा, त्यो डाइमेन्सन हो है। टाइम, टी भनेको टाइम, टाइम पनि एउटा डाइमेन्सन हो, ठिक छ। त्यही भएर यिनीहरू के हो त, कन्स्ट्यान्ट होइन, तर अरू एबिसिडी इएफ सबै कन्स्ट्यान्ट हो है। तिनीहरूको डेरिभेटिभ 0 हुन्छ। ल मैले कन्स्ट्यान्टको डेरिभेटिभ 0 हुन्छ त भनिदिएँ। अब सेकेन्डमा के छ त, अब डेरिभेटिभ चाहिँ खासमा कसरी गर्ने, कन्स्ट्यान्टको त बुझ्यौँ। अब अघि हामीले गरेको थियौँ डिवाई बाई डिएक्स इक्वल्स टु डी बाई डिएक्स होइन। सुरुमा एक्स स्क्वायर गरेको थियौँ, छुट्याएको थियौँ नि अघि, डी बाई डिएक्स अनि 2 लेखाएको थियौँ। अब एक्स स्क्वायरको डेरिभेटिभ 2x चाहिँ कसरी भयो त, यो कुरा बुझौँ है त। अब यसलाई भन्छ हामीले पावर रुल भन्छ है, पावर रुल, पावर रुल। अब तिमीहरूले एउटा फर्मुला छ, त्यो फर्मुला लेख, डी बाई डिएक्स है, एक्सको पावर एन छ भने फर्मुला के हो त, यो एन अगाडि आउँछ एक्सको पावर एन माइनस 1 है। फर्मुला हेर, एन एक्सको पावर एन माइनस 1। इक्जाम्पल के छ त भन्दाखेरि, ल मैले लेखेँ डी बाई डिएक्स है, एक्सको पावर 6 लेखेँ। के हुन्छ त यसको डेरिभेटिभ भन्दाखेरि 6 अगाडि आयो, ठिक छ, 6 अगाडि आयो, एक्सको पावर 6 माइनस 1, एन माइनस 1, एन भनेको 6 थियो, 6 माइनस 1, ठिक छ, 6 एक्सको पावर 5 हो। यसरी तिमीहरूले यो डेरिभेटिभ चाहिँ डाइरेक्ट, अब एक्सको पावर 6 हेर्ने बित्तिकै तिमीहरूलाई यसको डेरिभेटिभ 6x टु द पावर 5 भन्ने कुरा थाहा हुनुपर्छ है, यो कुरा थाहा हुनुपर्छ। ल हामी पावर रुलमा अझै अलिकति क्वेसन्सहरू गरौँ है त। के थियो, पावर रुल नै थियो। पावर रुलमा क्वेसनहरू के थियो भन्दाखेरि, ल ए को क्वेसन हामीले डी बाई डिएक्स एक्सको पावर 12 है। अब बीमा के छ त भन्दाखेरि डी बाई डिएक्स, अब हेर एक्सको पावर 17 प्लस मैले के लेख्थेँ 2, कन्स्ट्यान्ट पनि मिसाइदिएँ, हेर त मैले कन्स्ट्यान्ट पनि मिसाइदिएँ है। हामीले यसको सल्युसन चाहिँ गर्छौँ, डी बाई डिएक्स एक्सको पावर 3 प्लस ए है, डीमा चाहिँ डी बाई डिएक्स एक्सको पावर 2 प्लस के एक्सको पावर 2 प्लस मैले दिएँ तिमीहरूलाई ल डी, जे पनि भयो नि त होइन, डी। ल यसको त डाइरेक्ट भन्न सक्छ तिमीहरूले, 12 अगाडि आयो, ठिक छ, 12 अगाडि आयो, एक्स टु पावर 12 माइनस 1 कति भयो 12 एक्स 11 है। अब यसको पावर कति हुन्छ, यसको छुट्टिन्छ है, छुट्टिन्छ, डी बाई डिएक्स एक्सको पावर 17 भयो प्लस डी बाई डिएक्स यो 2 भयो होइन। अब एक्सको पावर 17 को डेरिभेटिभ चाहिँ कति हुन्छ त भन्दाखेरि 17 अगाडि आयो, एक्सको पावर 16, 17 माइनस 1 16 प्लस 2 को डेरिभेटिभ कति भयो त 0। एन्सर कति आयो, यसको एन्सर कति आयो भन्दाखेरि 17 एक्सको पावर 16, यो चाहिँ एन्सर है। अब जस्तै मानौँ यसको, मैले यसलाई छुट्याउँदिनँ, अब डाइरेक्ट गर्छु है त, हेर कसरी गरेँ, 2 एक्सको पावर सरी एकदम सरी 3 एक्सको पावर 2 प्लस 0 3x स्क्वायर, बुझ्छ। हेर एक्स क्युबलाई के गरेँ मैले, 3 लाई अगाडि ल्याएँ होइन, 3 लाई अगाडि ल्याएँ, एक्सको पावर 3 माइनस 1 2 भयो। अब ए को डेरिभेटिभ 0 भनेपछि एन्सर आयो 3x स्क्वायर, ठिक छ। अब यसको तिमीहरूले एन्सर निकाल, यसको एन्सर के हुन्छ, यसको एन्सर हुन्छ 2x प्लस 0 हुन्थ्यो भनेपछि 2x मात्र भयो है। आई होप कि तिमीहरूले पावर रुल बुझ्यौ होला, तिमीहरूले पावर रुल चाहिँ यति नै थियो। म अहिले एक्सर्साइज फेरि गराउँछु, यो एक्जाम्पल्स छ है। अब 3 मा के हो, कोफिसिएन्ट रुल हेर है, 3 मा कोफिसिएन्ट, 3 मा चाहिँ कोफिसिएन्ट रुल छ। कोफिसिएन्ट रुल भन्ने कुरा हामीले केलाई भनिन्छ, कोफिसिएन्ट रुल भनेर, कोफिसिएन्ट रुल के भनिन्छ भन्दाखेरि, जस्तै मानौँ मैले फर इक्जाम्पल y इक्वल्स टु होइन, y इक्वल्स टु kx लेखेँ अरे है, kx। अब यसलाई डेरिभेटिभ गर्ने हो भने dy बाई dx थपिदिने दुइटैतिर होइन, dy बाई dx kx, ठिक छ। अब kx यस्तो छ भने यसको डेरिभेटिभ चाहिँ कति हुन्छ अरे भन्दाखेरि, यो k लाई चाहिँ अगाडि ल्याउनु पाइन्छ अरे के,
यो k लाई अगाडि ल्याएर x को डेरिभेटिभ गर्न पाइन्छ अरे है, x को डेरिभेटिभ गर्न पाइन्छ अरे। ठीक छ। अब ल मलाई भन्न x को डेरिभेटिभ कति हुन्छ त? dx बाई dx कति हुन्छ? यो पावर रुलबाट गर्न सकिन्छ। हेर x को पावर 1 छ, ठीक छ, x को पावर 1 छ। अब मैले 1 लाई अगाडि ल्याएँ, x को पावर 1 माइनस 1 है, अघि नै पावर रुलमा पढ्या हो नि, x को nx n माइनस 1 भनेर, nx पावर n माइनस 1। अब 1 x को पावर 0, x को पावर 0 भनेको कति हो? 1, 1 इन्टु 1 1 भनेपछि तिमीलाई यो पनि थाहा भयो dx बाई d अफ x कति हुँदो रहेछ? 1 है। यो पनि थाहा पाइराख, यो पनि थाहा पाइराख। त्यसपछि अब हामीले कोफिसिएन्ट रुलमा एउटा प्रश्न एउटा मात्रै एक्जाम्पल गर्छौँ, किन भन्दा यो सजिलो छ। एउटा एक्जाम्पल मैले तिमीहरूलाई दिएँ, डी बाई डिएक्स 23 x को पावर 4 प्लस ए पनि दिएँ ल मैले, ल यति दिएँ भने कति होला? अब हेर डी बाई डिएक्स त छुट्टिन्छ है, मैले छुट्टाएको देखाएँ यहाँ, तर तिमीहरूले चाहिँ डाइरेक्ट गरिदिनु है, छुट्टाएँ। प्लस डी बाई डिएक्स ए, ठिक छ, यसलाई पनि छुट्याएँ मैले। अब मैले यो यहाँनिर लेखेँ। अब हेर यो 23 लाई अगाडि लान पाइन्छ भनेर मैले भनेको छु, ठिक छ। 23 लाई मैले अगाडि लगाएँ, डी बाई डिएक्स एक्स को पावर 4 भयो, ठिक छ, एक्स को पावर 4 भयो। प्लस ए को डेरिभेटिभ कति होला त? ए को डेरिभेटिभ कति होला भन्दा ए को डेरिभेटिभ त 0 होला हैन, ए को डेरिभेटिभ 0 होला। ल 23, अब यसको डेरिभेटिभ कति भन्नु पढेको थियौँ। अब हेर त यसमा पावर रुल लगाऊ, यसमा पावर रुल लगाऊ। अब 4 लाई अगाडि ल्याऊ, 23 त यहाँ इन्टु छ, 4 एक्स को पावर 4 माइनस 1, ठिक छ। यसमा चाहिँ हामीले पावर रुल लगायौँ, ध्यान देऊ है, यसमा पावर रुल लगायौँ। 23 इन्टु 4 एक्स को पावर 3, यो एन्सर हो। 23 इन्टु 4 गरेर कति आउँछ? अनि यसको एन्सर यति नै हुन्छ है त। कोफिसिएन्ट रुलमा यति थियो। ल कोफिसिएन्ट रुलको फर्मुला तिमीहरूलाई थाहा भइसक्यो। अब हामी जान्छौँ सम रुलमा। सम रुल, अब सम रुल त तिमीहरूले पढिसक्यो, यो छुट्टिन्छ भनेर है, त्यही पनि मैले सम रुल भनेर लेखेँ यहाँ, सम रुल है। सम रुलमा के भनेर लेखेँ भन्दाखेरि डी बाई डिएक्स अघि नै लेखेको थियौँ नि, एक्स स्क्वायर प्लस 2 भनेर है। यो हाम्रो छुट्टिन्छ, यो हेर प्लसमा छ भनेपछि यो सम हो। अथवा डी बाई डिएक्स एक्स स्क्वायर माइनस 2, माइनस छ भने पनि छुट्टिन्छ। हेर कसरी छुट्टिन्छ त भन्दाखेरि एक्स स्क्वायर प्लस डी बाई डिएक्स 2, यसरी छुट्टियो, यसरी छुट्टियो, डिफ्रेन्सिएट गर्दा छुट्टिन्छ सम रुलमा है। सम रुलले यही भन्छ। अब यसमा पनि के भयो त? डी बाई डिएक्स एक्स स्क्वायर माइनस डी बाई डिएक्स 2 है, यसरी छुट्टिने भयो। र यसको डेरिभेटिभ भनेको कति हुन्छ? 2x हुन्छ यसको है, 2x हुन्छ प्लस 0 हुन्छ, किन भन्दा यसको डेरिभेटिभ 0। अब यो भनेको 2x नै भयो। अब यसको डेरिभेटिभ पनि 2x माइनस 0 भनेको 2x, ठिक छ, यसको डेरिभेटिभ 0। अब हामीलाई सम रुलले यति नै भन्छ, सम रुलले हामीलाई यति नै भन्छ। अब हामी प्रडक्ट रुलमा जान्छौँ। हेर है, प्रडक्ट रुल अलिकति डिफ्रेन्ट छ, अलिकति डिफ्रेन्ट छ। 5 मा प्रडक्ट रुल है। प्रडक्ट रुलले के भन्छ त? प्रडक्ट रुलले के भन्छ भन्दाखेरि डी बाई डिएक्स, ठिक छ, डी बाई डिएक्स अब कुनै पनि हुनसक्छ, जस्तै 2x इन्टु 3x स्क्वायर मैले लिएर, ल 3x स्क्वायर होइन, यो डाइरेक्ट मल्टिप्लाई गर्न पनि मिल्छ, तर मैले तिमीलाई एक्जाम्पल मात्र दिएको है। यो कसरी गर्ने त? हेर यहाँ 2x छ, यहाँ 3x स्क्वायर छ है। यो प्रडक्ट रुलमा म अहिले आउँछु। के गर्ने त भन्दाखेरि फर्स्टलाई सेम राख्ने सुरुमा, ठिक छ, फर्स्टलाई सेम राख्ने, त्यसपछि सेकेन्डको डेरिभेटिभ गर्ने, डी बाई डिएक्स 3x स्क्वायर, यो सेकेन्डको डेरिभेटिभ गर्ने, ठिक छ, ठिक छ। प्लस अब सेकेन्डलाई सेम राख्ने 3x स्क्वायर, अब फर्स्टलाई डेरिभेटिभ गर्ने है,
2x। प्रडक्ट रुलले यति नै भन्छ है, प्रडक्ट रुलले यति नै भन्छ। अब हेरौँ त यसको डेरिभेटिभ कति आउँछ। यो 2x त 2x नै भयो, 3x स्क्वायरको डेरिभेटिभ कति हुन्छ, 3 × 2x, ठिक छ, प्लस 3x स्क्वायर। अब यसको डेरिभेटिभ कति हुन्छ, 2x को डेरिभेटिभ हुन्छ 2। किन 2x को डेरिभेटिभ 2 हुन्छ, र 2 बाहिर निस्कियो, d/dx, x को डेरिभेटिभ कति हुन्छ, 2 × 1, x को डेरिभेटिभ 1 हुन्छ, भनेपछि यसको एन्सर 2 आयो है। मैले अहिले अलि छिटो छिटो गरिरहेको छु होला जहाँसम्म मलाई लाग्छ, तर बुझ्छौ तिमीहरूले अलिकति ध्यान दिएर, बुझेन भने फेरि रिवाइन्ड गरेर हेर्नु है त। 2 3 जा 2, 3 2 6 12 x स्क्वायर प्लस कति हुन्छ 6x स्क्वायर, ठिक छ। यो भनेको कति भयो, 12 + 6 18x स्क्वायर, एन्सर यति हो है। अब हामीले मल्टिप्लाई गरेर एन्सर चेक गरौँ है त। मल्टिप्लाई गरेर एन्सर चेक गर्दाखेरि कस्तो हुन्छ, d/dx 2 3 जा 6 हैन, x³ यो 6x³ भयो, ठिक छ। 6x³ लाई कसरी गर्ने त, अब 6 लाई हामीले बाहिर निकाल्न सकिन्छ है। d/dx मैले स्टेप वाइज गरिरहेको छु है, यस्तो तिमीहरूले गर्नु पर्दैन, डाइरेक्ट एन्सर आउँछ भने डाइरेक्ट एन्सर लेखिदिनु यसको है। अब 3 बाहिर आउँछ भनेपछि 6 3 जा कति भयो, 18 कसरी आयो फेरि कन्फ्युज हुन सक्ला। 6 × 3 x को पावर 3 - 1 कति आयो, 18x स्क्वायर। हेर त एन्सर हाम्रो मिलेछ है। यसरी प्रडक्ट रुल तिमीहरूलाई थाहा हुनुपर्छ है। ल प्रडक्ट रुलको मैले एउटा सिम्पल फर्मुला लेखिदिन्छु, त्यो फर्मुला चाहिँ लेखेर राख है त। प्रडक्ट रुल अब हाम्रो d/dx हैन, d/dx u × v छ है। जस्तै मानौँ u × v छ अरे कुनै पनि, भने यसलाई फर्स्टलाई सेम राखिदिने, सेकेन्डको डेरिभेटिभ गर्ने, प्लस सेकेन्डलाई सेम राख्ने, फर्स्टको डेरिभेटिभ गरिदिने है, फर्स्टको डेरिभेटिभ गरिदिने, ठिक छ। यो फर्मुला हो प्रडक्ट रुलको यो फर्मुला हो है। प्रडक्ट रुलको म तिमीहरूलाई अझै एउटा क्वेसन गराउँछु। वेट है, ल प्रडक्ट रुलको हामी अझै एउटा क्वेसन गरौँ है त। एउटा क्वेसन, ल यसलाई डिफ्रेन्सिएट गर भन्छ हैन। क्वेसन के आउँला, क्वेसन के आउँछ भन्दाखेरि फाइन्ड द डेरिभेटिभ अफ ल क्वेसन के थियो हाम्रो, 2x स्क्वायर 3x - 1 है, यसको डेरिभेटिभ फाइन्ड गर्नु थियो। डेरिभेटिभ फाइन्ड गर्ने भनेको d/dx लगाइदिइहाल्यौँ हैन, d/dx लगाइदेऊ। त्यसपछि d/dx के लगाइदिने त, d/dx 2x स्क्वायर × 3x - 1 है। यसलाई बिग ब्र्याकेटमा राखौँ न हैन। अब हेर प्रडक्टमा छ, मल्टिप्लिकेसनमा छ भनेपछि यसलाई छुट्टाएर लेख्न मिल्यो त, डाइरेक्ट छुट्याउन मिलेन। कसरी छुट्याउने त, फर्स्टलाई सेम राख्ने भनेको छु मैले, फर्स्टलाई सेम राख्ने, त्यसपछि सेकेन्डको डेरिभेटिभ गरिदिने है त, प्लस सेकेन्डलाई सेम राख्ने, अब 3x - 1 सेकेन्डलाई सेम राख्ने, प्लस फर्स्टको डेरिभेटिभ गरिदिने है, 2x स्क्वायर। हेर है राम्रोसँग बुझ। अब 2x स्क्वायर चाहिँ सेम नै भयो। अब 3x - 1 को डेरिभेटिभ कति हुन्छ होला त। अब तिमीहरूले d/dx 3x d/dx - 1 यसलाई छुट्याएर लेख्न सक्छौ, तर मैले डाइरेक्ट लेखिदिएँ है। यसको 3x को डेरिभेटिभ कति हुन्छ, 3 हुन्छ। 1 को डेरिभेटिभ कति हुन्छ, 1 को डेरिभेटिभ यो कन्स्ट्यान्ट हो भनेपछि यसको डेरिभेटिभ 0 हुन्छ, -0 लेखेँ मैले है, प्लस 3x - 1 चाहिँ सेम नै भयो, ठिक छ। 3x - 1 सेम भयो। अब 2x स्क्वायरको डेरिभेटिभ कति हो, 2x स्क्वायरको डेरिभेटिभ कति हो भन्दाखेरि
2 त बाहिर निक्लिन्छ 2 इन्टु 2x है यति हो 2x को डेरिभेटिभ 2x स्क्वायर को डेरिभेटिभ। अब मैले भन्छु तिमीहरूलाई मैले अबबाट चाहिँ डाइरेक्ट गर्छु डी बाई डिएक्स मानव 4x स्क्वायर अबबाट मैले डाइरेक्ट गर्छु है हेर अबबाट मैले डाइरेक्ट गर्छु तिमीहरूले यसले यसलाई मल्टिप्लाई गरिदिने डाइरेक्ट 4 लाई 2 4 जा 8 8x 2 minus 1 2 minus 1 8x है 8x। अब 2x स्क्वायर को त्यस्तै गर त 2 ले 2 लाई मल्टिप्लाई गरिदिने 4x ठीक छ 2 minus 1 x 2 minus 1 1 x को पावर 1 भएपछि 4x लेख्न पाइयो ठीक छ। अब मैले डाइरेक्ट यसै तरिकाले गर्छु यसलाई एक्सपान्ड गरिराख्दिन है म ल। अब 3 2 जा 6 भयो 6x स्क्वायर प्लस यो भनेको कति भयो 4x 3x minus 1 है। अब यसलाई सल्भ गर तिमीहरूको एन्सर निक्लिन्छ 6 स्क्वायर 6x स्क्वायर प्लस 12x minus 4x है सरी 12x स्क्वायर हुन्छ 12x स्क्वायर भनेपछि 18x स्क्वायर minus 4x यो एन्सर आउँछ ठीक छ। एन्सर चाहिँ यो आउँछ ल। यस्तो आयो भने झ्यापझुप गर्दै हाल्ने है त। अब तिमीहरूलाई म सिकाउँछु कोसेन्ट रुल। मल्टिप्लिकेसन हुँदाखेरि त कसरी गर्ने थाहा भयो है। अब डिभाइड हुँदाखेरि कसरी गर्ने रहेछ त है डिभाइड हुँदाखेरि कसरी गर्ने रहेछ त कोसेन्ट रुल हेरौँ है त। कोसेन्ट रुल तिमीहरूले यो नोट बनाउँदै गयो अथवा कपीमा कुनै कपीमा रफ कपीमा सरी कुनै कपीमा लेख्यौ भने चाहिँ तिमीहरूलाई पछि पढ्नको लागि सजिलो हुन्छ है। यो 6 नम्बर थियो हैन ल। लेक्चर हेर्ने मात्र होइन आफू मसँगै सँगै कपीमा आफूले पनि गर्ने है हेरेर मात्र चाहिँ बुझिदैन ल। अब कोसेन्ट रुलमा मैले अघि डी बाई डिएक्स यु र भी लेखेको थिएँ है यु र भी लेखेको थिएँ। यु र भी लेख्दा के थियो यु पहिला राख्यो डी बाई डिएक्स भी को डेरिभेटिभ गर्यो प्लस भी पहिला राख्यो अनि डी बाई डिएक्स यु को डेरिभेटिभ गर्यो है त यु को डेरिभेटिभ गर्यो मैले यति मात्र गरेको थिएँ अघि है। अब डिभाइडमा अब यु बाई भी हुँदाखेरि चाहिँ के गर्ने त डी बाई डिएक्स यु बाई भी हुँदाखेरि चाहिँ के गर्ने त यो चाहिँ एकदम युनिक छ है युनिक छ। अब हेर यसको फर्मुला के छ त फर्मुला छ v है। यो कोसेन्टलाई अथवा तिमीहरूले यस्तो गर्यौ पहिला डिभाइडमा तल डिनोमिनेटरको स्क्वायर गरिदेऊ डिनोमिनेटरको स्क्वायर गरिदेऊ है। डिनोमिनेटरको स्क्वायर गरेपछि डिनोमिनेटरलाई राख डिनोमिनेटर राखेपछि डी बाई डिएक्स न्युमेरेटरको डेरिभेटिभ गरिदेऊ हेर त न्युमेरेटरको डेरिभेटिभ ठीक छ न्युमेरेटरको डेरिभेटिभ। अब न्युमेरेटरको डेरिभेटिभ गरिसकेपछि के गर्ने त माइनस कोसेन्ट रुलमा माइनस गर्नु पर्यो है माइनस न्युमेरेटरलाई यतिकै राख्ने डिनोमिनेटरको डेरिभेटिभ है। डी बाई डिएक्स भनेपछि यहाँ के हुने भयो त डी बाई डिएक्स छ भने यहाँ पनि डी बाई डिएक्स हुन्छ है यहाँ पनि डी बाई डिएक्स हुन्छ तिमीहरूलाई थाहा नै छ किन भन्दा हामीले के गरिरहेछौँ डिफ्रेन्सिएट गरिरहेछौँ ल है। यो चाहिँ फर्मुला छ हाम्रो। अब मैले एउटा क्वेसन दिएँ भने गर्न सक्छु होला त है यो फर्मुलाबाट क्वेसन दिएँ भने गर्न सक्छु होला त ल। डी बाई डिएक्स मैले दिएँ 1 बाई एक्स अब 1 बाई एक्सलाई तिमीहरूले यसरी गर्न पनि सक्छौ कसरी सक्छौ भन्दाखेरि 1 बाई एक्स भनेको त डी बाई डिएक्स एक्सको पावर -1 हो 1 बाई एक्स भनेको यो थाहा छ तिमीहरूलाई। अब हामीले पावर रुलमा के पढाएको थियौँ त भन्दाखेरि एनलाई अगाडि ल्याउने है -1लाई अगाडि ल्याउने एक्सको पावर -1 है यो एन हो nx n -1 n भनेको के छ त n भनेको -1 छ ठीक छ ns -1 x को पावर -2 ठीक छ यो भनेको कति भयो -1 अपन x को पावर स्क्वायर -1 अपन x स्क्वायर। यसरी यो चाहिँ एन्सर आउँदो रहेछ पावर रुलबाट है। अब यसैलाई यो डिभाइडमा छ नि त हैन यो डिभाइडमा छ त्यही भएर यसलाई हामीले के गरौँ त कोसेन्ट रुलबाट हामीले सल्भ गर्ने ट्राई गरौँ है ट्राई गर्दैमा केही जाँदैन ल। अब यसको हामीले अघि के भनेका थियौँ त
भन्दाखेरि अपनमा डिनोमिनेटरको होल स्क्वायर गरिदिने, ठिक छ, अनि डिनोमिनेटर सेम राख्ने, अनि न्युमेरेटरको डेरिभेटिभ गरिदिने 1 माइनस न्युमेरेटर सेम राख्ने, डिनोमिनेटरको डेरिभेटिभ गरिदिने। डिनोमिनेटर के छ x छ, ठिक छ। ल यो भनेको कति आउँछ त x इन्टु यसको डेरिभेटिभ कति हुन्छ 0 है, माइनस 1 इन्टु एक्सको डेरिभेटिभ कति हुन्छ 1 अपन एक्स स्क्वायर, ठिक छ। ठिक छ, यहाँ के गर्यौँ भन्दाखेरि चाहिँ डेरिभेटिभ अफ 1 भनेको 0 भयो, डेरिभेटिभ अफ x भनेको 1 भयो, यति मात्र मैले गरेको छु है। अब यो कति भयो त 0 इन्टु 0 0 माइनस 1 त यहाँ छ अपन एक्स स्क्वायर, हेर त हाम्रो एन्सर आयो, अघिको एन्सर आयो है। कोसेन्ट रुलमा फर्मुला त्यति छ है। अब हामीले कोसेन्ट रुलको अझै एउटा क्वेसन सल्भ गरौँ, त्यसपछि हामीले अरू अगाडि बढौँला है त। ल कोसेन्ट रुलमा हामीले एउटा क्वेसन सल्भ गरिदिउँ है त। सिम्पल क्वेसन हो, तिमीहरूलाई मैले अर्को लेक्चरमा चाहिँ अझै धेरै क्वेसन ल्याउने छु, तर यो फर्स्ट लेक्चर अफ डेरिभेटिभ भएकाले हामीले चाहिँ हल्का स्लो नै जाउँ है त। 1 + x अरू टन्नै लेक्चर्सहरू आउँछ है डेरिभेटिभ्सको। ल अब के गर्ने भन्दाखेरि डिनोमिनेटरमा 1 + x को होल स्क्वायर गरिदिने, डिनोमिनेटरको होल स्क्वायर। अब डिनोमिनेटरलाई सेम राख्ने 1 + x है। अब के गर्ने त d/dx, x यो x भनेको के हो त न्युमेरेटर, x भनेको न्युमेरेटर। अब माइनस न्युमेरेटरलाई सेम राख्ने d/dx, डिनोमिनेटरको डेरिभेटिभ गर्ने 1 + x छ क्या हैन, 1 + x छ है। अब कति भयो त यो 1 + x भयो हैन। अब x को डेरिभेटिभ कति, x को डेरिभेटिभ त 1 नै हुन्छ, 1 मैले लेख्नु परेन है त, यहाँ 1 मैले लेखिनँ यहाँ, माइनस x छ। अब 1 + x को डेरिभेटिभ कति मलाई भन त, 1 + x को डेरिभेटिभ हुन्छ कति हुन्छ त, 1 + x को डेरिभेटिभ 1 हुन्छ, किन भन्दा हेर है त, सरी 1 हुन्छ, मैले x लेखेँ झुकेर 1 हुन्छ, किन हेर है त, छुट्टिन्छ d/dx 1 + d/dx x भएर 1 को डेरिभेटिभ 0 प्लस x को डेरिभेटिभ कति 1 भनेको यो 1 हुन्छ, यहाँबाट आयो है त। अपन डिनोमिनेटरमा त छँदैछ 1 + x स्क्वायर, ठिक छ। अब हेर यो x र x काटियो, सरी मैले डाइरेक्ट गरेछु, माइनस यो चाहिँ कति हुन्छ x, यो x र x काटियो, 1 + x स्क्वायर त पहिले नै थियो है, 1/1 + x को होल स्क्वायर इज द एन्सर है। ल हामीले चाहिँ डेरिभेटिभको चाहिँ यो कोसेन्ट रुल चाहिँ भ्यायौँ है त, कोसेन्ट रुल भ्यायौँ। कोसेन्ट रुल भ्याइसकेपछि चाहिँ हाम्रो आउँछ जेनरल पावर रुल, ठिक छ। जेनरल पावर रुल चाहिँ अब म पढाउन गइरहेको छु है त, 7 मा जेनरल पावर रुल है, जेनरल पावर रुल। अब यसले के भन्छ त, यसको एउटा फर्मुला लेख्दियौ, फर्मुला है। अब यो जेनरल पावर रुल भनेको के हो त भन्दाखेरि कुनै पनि किसिमको पावरमा चाहिँ यो लागू हुन्छ है, कुनै पनि किसिमको पावरमा यो लागू हुने भयो। जस्तै sin स्क्वायर x छ है, sin स्क्वायर x छ, यस्तोमा पनि जेनरल पावर रुल लागू हुने भयो, ठिक छ। आई गेस ठिक छ है त। अब जेनरल पावर रुलमा फर्मुला के छ त d/dx, u को पावर n माने है, मैले u को पावर n माने है। यसको फर्मुला के हो nu n-1 इन्टु फेरि u लाई फेरि डेरिभेटिभ गरिन्छ है विथ रेस्पेक्ट टु d अफ x
ठिक छ, विथ रेस्पेक्ट टु डी अफ एक्स। जस्तै हेर है त, मैले एक्जाम्पल दिएँ तिमीहरूलाई। एक्जाम्पल कस्तो हुन्छ त, ल अब मैले तिमीहरूलाई यहाँ नयाँ कन्सेप्ट सिकाउनु पर्ने हुन्छ है, यहाँ चाहिँ नयाँ कन्सेप्ट सिकाउनु पर्ने हुन्छ, ध्यान दिएर सुन है त। अब डी बाई डिएक्स 2x + 1 को होल पावर 2 छ, ठिक छ, होल पावर 2 छ। अब यस्तो बेलामा डेरिभेटिभ चाहिँ कसरी गर्ने त? यसलाई n तिमीहरूले n मान्छौ हैन, n मान्छौ। अब यसलाई n मानेपछि मैले यहाँ चाहिँ nx n-1 को फर्मुला लगाउँछु भनेर तिमीहरूले पाइएन। किन हेर त, किन भन्दा यहाँ x छैन, यहाँ त x छैन, यहाँ त 2x + 1 छ, यहाँ त 2x + 1 छ। अब हामीले बेस चाहिँ सेम गराउनुपर्छ है, हामीले बेस चाहिँ सेम गराउनुपर्छ। तिमीहरूको चेन रुलको कन्सेप्ट पनि यही लागू हुन्छ, चेन रुलको कन्सेप्ट पनि यही लागू हुन्छ। हेर है त, तिमीहरूले यसलाई n भन्न त पाइयो है, पाइयो, तर हामीले बेस चाहिँ सेम गराउनु पर्यो है। जस्तै हेर डी बाई डिएक्स है, अब तिमीहरूले यो 2x² + 1 को स्क्वायर छ नि, सरी 2x + 1 को स्क्वायर छ नि, कोही स्टुडेन्टले यस्तो गरिदिन्छ क्या, डी बाई डिएक्स, अब 2x र 1 लाई छुट्याइदिउँ हुन्छ, 2x लेख्छ 2x लेख्छ प्लस डी बाई डिएक्स लेख्छ 1 लेख्छ, यो सबैको होल स्क्वायर गरिदिन्छ। यस्तो त होइन, एकदम रङ हो है। कोही स्टुडेन्टहरू चाहिँ कन्फ्युजनमा पनि हुन सक्छ होला यस्तोमा है। ल तर यस्तो बेलामा के गर्ने त, हेर है, यस्तो बेलामा हामीले बेस सेम गराउनुपर्छ, डी बाई डी। अब बेस के छ त, हेर है, कुनै पनि पावर फङ्सनको, यो एउटा पावर फङ्सन हो है, कुनै पनि पावर फङ्सनको बेस जहिले पनि त्यसको पावरको, जस्तै ए को पावर एक्स भनेको एउटा के हो, एउटा पावर फङ्सन हो, यसको बेस के हो त, ए हो, ठिक छ। अथवा मैले उल्टै लेखेँ होला, सरी, एक्स को पावर ए लेख्नुपर्ने, एक्स को पावर ए भनेको पावर फङ्सन हो, यसको बेस के हो, एक्स हो। अब 2x + 1 को पावर ए, यसको बेस के हो त, यसको बेस हो 2x + 1, यसको बेस हो 2x + 1, ठिक छ। अब हामीले बेस भन्ने कुरा सेम गराउनु पर्यो। बेस सेम गराउनको लागि हाम्रो यहाँ चेन रुल लाग्छ। अब यत्तिकै थप्न त पाइँदैन होला, बेस यत्तिकै थप्न त पाइँदैन होला, तर मैले यहाँ थपेँ, 2x + 1 थपेँ है। अब के रह्यो यहाँ, के रह्यो भन्दाखेरि 2x + 1 को होल स्क्वायर, ठिक छ, 2x + 1 को होल स्क्वायर। अब डी बाई डिएक्स 2x, यसलाई त काट्नु पर्यो, यसलाई काट्नुको लागि मैले माथि फेरि डी बाई डिएक्स 2x + 1 ले मल्टिप्लाई गरेँ, डी 2x + 1 ले मल्टिप्लाई गरिदिएँ है। अब यहाँ हाम्रो बाँकी के थियो, बाँकी थियो डी अफ एक्स, डी अफ एक्स मैले यत्तिकै राखिदिएँ, ठिक छ है। यसलाई भन्छ चेन रुल। हेर चेनमा गइरहेछ कि छैन, पहिला 2x + 1 को सेम गरायो, त्यसपछि 2x + 1 लाई काटेर डी अफ एक्स ल्यायो, यो एउटा चेनमा गइरहेछ, त्यही भएर यसलाई चेन रुल भन्छ है त। ल अब यसको, अब यहाँ चाहिँ बल्ल हामीले यो बेस सेम भयो, हेर त, बेस सेम भयो। अब माने मैले 2x + 1 लाई x माने, हेर है, 2x + 1 लाई x अथवा u माने, मैले u नै लेखौँ न, u माने हैन। अब यो के को फर्ममा छ, यो टर्म है, यो टर्म मात्र हेर त, du हैन, u स्क्वायर यस्तो छ नि, छ। अब यसलाई 2 लाई चाहिँ अगाडि ल्याउन मिल्छ, ठिक छ, 2 लाई चाहिँ अगाडि ल्याउन मिल्छ। अब यहाँ चाहिँ हामीले बल्ल पावर रुल लगाउन मिल्यो, 2 अगाडि ल्यायौँ है, 2x + 1 को पावरमा 2 - 1, 2 - 1 भनेको n-1 इन्टु, अब यो एउटा यो टर्मलाई चाहिँ हामीले छुट्याउनु मिल्छ, यो टर्म त अघि नै पढिसकेका छौँ। यसलाई छुट्याउँदाखेरि के हुन्छ त, डी बाई डिएक्स हैन, मैले 2x लाई छुट्याएँ, प्लस मैले के लेखेँ त, डी बाई डिएक्स, मैले 1 लाई पनि छुट्याएँ है त, ठिक छ। अब 2 यो चाहिँ 2x + 1 नै भयो, ठिक छ, यो चाहिँ 2x + 1 नै भयो।
मैले यसलाई हल्का मेटेँ थोरै यसलाई मेटेछु सरी है डिभाइड एक्स सरी यसलाई मेटेछु म 2x + 1 हैन अब इन्टु यसको डेरिभेटिभ कति हुन्छ त यसको डेरिभेटिभ हुन्छ 2 है यसको डेरिभेटिभ हुन्छ डिभाइड एक्स यसको डेरिभेटिभ हुन्छ 1 ठीक छ यसको डेरिभेटिभ हुन्छ सरी 1 हैन 0 भनेपछि यो भयो 4 2x + 1 4 2x + 1 यसको एन्सर भयो है त ल आजलाई हामीले जेनरल पावर रुलको धेरै पढ्नु छ तर आजलाई हामीले यतिमै टुङ्ग्यायौँ र डेरिभेटिभको फर्दर भिडियोजहरू हामीले ल्याउनेवाला छौँ सो स्टे ट्युन गाइज तिमीहरूलाई अझै यस्तै कन्टेन्ट चाहिन्छ अथवा कुन टपिकमा तिमीहरूलाई कन्फ्युजन हुन्छ बढी त्यो चाहिँ कमेन्ट बक्समा लेखिदिइराख्नु हामीले चाहिँ अझै नयाँ नयाँ भिडियोज ल्याउन ट्राई गर्नेछौँ हस् थ्याङ्क यू very much